शुभकामना बालेन, तिमीलाई शुभकामना। सुन्दैछु तिमी 76 जना युवाहरूको हत्यारा पापी केपी शर्मा ओलीको चुनावी क्षेत्रबाट चुनावमा उम्मिँदैछौ अरे। तिमीलाई फेरि पनि जितको अग्रिम शुभकामना बालेन। हामीलाई विश्वास छ हाम्रा प्रिय झापाली दाजुभाइ दिदीबहिनीहरूको माया तथा आदरणीय बुवा आमाहरूको आशीर्वादले तिमीले जित हासिल गर्नेछौ। यदि तिमी यो चुनावमा जितेर प्रधानमन्त्री बन्यौ भने ती 76 जना शहीदहरूको आत्माले शान्ति त पाउँछ होला नि, है बालेन? ती हाम्रा 76 जना भाइ बहिनीलाई ताकी गोली हान्न भन्ने पापी रमेश लेखक र केपी शर्मा ओलीले सजाय त पाउँछन् होला नि, है बालेन? यदि तिमी प्रधानमन्त्री भयौ भने बुढा भएका बाआमाहरू बिरामी हुँदा नजिकैको स्वास्थ्य चौकीमा उपचार त पाउँछन् होला नि, है बालेन? कर्णाली जस्तो विकट एरियामा कुनामा बिजुली बत्ती र बाटोघाटो त पुग्छ होला नि बालेन? यदि तिमी प्रधानमन्त्री भयौ भने अबको 10 वर्षपछि हाम्रा छोराछोरीहरू पनि हामी यस्तै खाडीमा बेचिन त पर्दैन होला नि बालेन? तिमीलाई थाहा छ बालेन, हामीहरू यही खाडी मुलुक आउँदा पनि दलाललाई 3-4 लाख रुपियाँ दिएर आउनुपर्छ। यदि तिमी प्रधानमन्त्री भयौ भने यस्ता मेन पावर र त्यस्ता दलालहरूमाथि नि त निगरानी गर्छौ होला नि। हामीलाई विश्वास छ बालेन, तिमी आशाको दियो हौ। तिमी हामी यस्ता बोल्न नसक्ने बेजवानहरूको बुलन्द आवाज हौ बालेन। हामीलाई विश्वास छ बालेन तिमी माथि। तिमीलाई जितको फेरि पनि अग्रिम शुभकामना।